अनु खामरीमा फ्यापुलो नमस्कार टासी दिले यहाँ हेर्नुहोस् यो चाहिँ मेरो रेका रुपेश भुजेलको सानो टाइनी फार्म सुँगुरको सेटलब्याक ह्याम्सारमा अनि ड्युरोक क्रसब्रिड हेर्नुहोस् है यो चाहिँ मेरो उब्रेको बच्चाहरू राखेको थिएँ यसरी राख्छु अन्तखेरि टाइम पासहरू पनि हालिदिनुपर्छ लट्ठीहरू टोकिबस्छ क्या नभए त खतम यो चाहिँ के हो भने चारोको डुँड हो कि उल्टा पारेछ यो चाहिँ उयसमा भएको यहाँ हेर्नुहोस् न आम्मामा मेल पाल्न चाहिँ साह्रो छ कतिले हुन्छ मेल सजिलो भन्छ है हेर्नुहोस् न मैले ग्रिल टाङ्नु पनि हल्लाएर चाहिँ मैले यसलाई अर्को गर्दैछु खोर हेर्नुहोस् न यसको बाङबुङ भर्दा चाहिँ के गर्नु अब यो इँटा एक लाइन इँटा डल्लै झार्यो यी हो इँटा भुइँभरि यस्तो हुन्छ है मेल पाल्यो भने चाहिँ बरु फिमेलले चाहिँ एक समय मात्रै साथी माग्दा मात्रै दुःख दिन्छ बगाल खोज्दाखेरि अरू बेला चाहिँ दिँदैन यो ब्याउनु आँटेको छ अघिको चाहिँ काट्ने हो यो डेउरोको हो यहाँ अस्ति मैले काटेँ खाली छ अब यसमा हाल्नु भन्छ हो यसमा चाहिँ हाल्यो भने फेरि भत्काउँछ इस यो पनि ड्युरोकै पहेँलोमा आएको छ डन्ठाहरू खाँदैछ हेर्नु र यसमा चाहिँ अस्ति ब्याउनु आँटेको छ भनेर मैले हाल्दै थिएँ अपडेट यसमा चाहिँ ब्याएको छ ए ड्युरोकको हो नि त कि मेरो मेल चाहिँ क्रससँग यहाँ नि बच्चाहरू सबै यस्तो ब्याएको छ एक हप्ता भयो कतिलो भएको छ एउटा मात्रै सानो त्यो पनि पाङ्ग्रेमा मर्छ होला भनेको मरेको छैन ब्याउनु चाहिँ यसले निकै ब्याएको थियो मरेको ब्यायो यसको लेट भयो क्या लेट डेलिभरी चाहिँ मर्छ थाहा भएन अब ब्याउनु थालेपछि भोलिपल्ट ब्याएको जति सबै मऱ्यो र यहाँ चाहिँ मेरोमा 8वटा चाहिँ एकदम तन्दुरुस्त एउटा चाहिँ अलिकति सानो छ के छ विचार हेर्नु कुखुराको हल्ला आम्मामा यो चाहिँ मेरो पुदुमदेखि अलिकति छेउमै पर्छ पुदुमदेखि 3 मिनटको बाटो हो पुदुम डाँडादेखि चाहिँ कालिम्पोङ तपाईँहरू पनि पाल्न चाहनुहुन्छ भनेदेखि मसँग कन्ट्याक्ट गर्नुहोस् कतिवटा कुरोहरू सोध्नु चाहनुहुन्छ भने सोध्नुहोस् म भनिदिन्छु निशर्त एकदमै कमेन्टमा सोध्नुहोस् कमेन्ट गर्नुहोस् नभए फोनै गर्नुभयो भने पनि हुन्छ तर फोन चाहिँ म प्रायः रिसिभ गर्न सक्दिनँ बिजी हुन्छु कसरी पाल्नुपर्छ र कसरी सुरु गर्नुपर्छ भन्नुहुन्छ भनेदेखि चाहिँ म तपाईँहरूलाई तपाईँ मसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ म गरिदिन्छु म सबै भनिदिन्छु कुन चाहिँ ब्रिड चाहिँ अब हाम्रो गाउँ बस्तीको मान्छेले चिन्छ र पाल्छ भन्दाखेरि चाहिँ यस्तो हेम्सारै मन पराउँछ प्रायः जस्तो चाहिँ कालो पाङ्ग्रेमा त्यसले गर्दा मैले यसरी राखेको छु ड्युरोको चाहिँ मासु मिठो हुन्छ प्लस अलिकति रातोहरू मिसेको हुन्छ मेरो तल पनि छ अलिकति र अहिले निकै घटाएँ मैले ल यस्तो चाहिँ अपडेट